धिमाल जातिहरूको सर्वप्रथम नक्सलबाडीको यो भारत नेपाल सीमामा बनिएको कम्युनिटी हल, म्युजियम साथै रेस्टरुम अझै पनि कम्प्लिट हुन सकेको छैन। यहाँ कतिपय सामानहरूको धेरै जरुरत भएकोले गर्दा अहिलेसम्म पनि मानिसहरू यहाँ आउन थालेको छैन, खाली राख्छ। र यस विषय लिएर आज यहाँ एउटा कमिटी पनि बनाइएको छ यसको संरक्षणको निम्ति। हुन त सरकारले यसको निम्ति बिल्डिङ भवन त बनाइदियो, कतिपय फर्निचर्सहरू पनि सभाधिपति अरुण घोषद्वारा यहाँ प्रदान गरिएको छ। तर यो सम्पूर्ण रूपले यसलाई संरक्षणको निम्ति चाहिँ धेरै अर्थको खाँचो, अझै पनि लगभग 20 लाख रुपियाँको खाँचो परेको छ। यहाँ मुनि कार्पेट नभएको, एसी नभएकोले गर्दा धुलो हुने र त्यो सामानहरू संरक्षित हुन्छ कि हुँदैन भन्ने पनि छ। साथै फर्निचर्सहरू अझैसम्म पनि पूर्ण रूपले कम्प्लिट भएको छैन। यो यति राम्रो ठाउँ, यहाँदेखि मेरो दाहिनेतर्फ छेउमा यहाँबाट देखिन सक्छ, हामीले यो बिल्डिङबाटै देखिन सक्छ नेपालको दृश्य। हात्तीहरूको लस्कर, लगभग 100 वटा हात्तीहरू यही क्षेत्र भएर बाहुनडाङ्गी जाने। अनि यहाँ चाहिँ एउटा रिसर्च सेन्टर, यो धिमालहरू विषयले कसैले रिसर्च पनि गर्न सक्छन् भने यहाँ धिमाल गाउँमा धेरै विद्यार्थीहरूको निम्ति एउटा उहाँहरूको निम्ति रिसर्च गर्ने ठाउँ पनि यहाँ भएकोले गर्दा मानिसहरू धेरै टाढाबाट आउँछन्। कलकत्तादेखि लिएर अन्य राज्यहरूबाट पनि आउँछन्, तर उहाँहरूलाई बस्ने सुविधाको निम्ति चाहिने सामानहरू चाहिँ उहाँहरूले सबैलाई गुहार लगाएको छन् कि यो चाहिँ चाँडैभन्दा चाँडा पूर्ण भयो भने यो बिल्डिङको शोभा अझै बढ्नेछ। साथै भारत नेपाल सीमान्तमा अवस्थित यो धिमालको प्रथम म्युजियमको चाहिँ एउटा इतिहास नै बोकेर जान्छ भन्ने उहाँहरूले लागेको छ। र हामी यस विषय लिएर उहाँहरूसँग कुरा गर्नेछौँ। साथै त्यो म्युजियममा अहिले अवस्था कस्तो छ र गाउँको पनि अवस्था कस्तो छ, मानिसहरूले के गर्छन् भन्ने विषय। कम्युनिटी हल र साथै हाम्रो जुन धिमाल म्युजियम छ, म्युजियमलाई सञ्चालन गर्नुको लागि हामी एउटा सञ्चालन कमिटी बनाएको छौँ। 12 जनाको मान्छे लिएर हामी कमिटी बनाएको छौँ। यसको मूल उद्देश्य छ कि हाम्रो संस्कृतिहरू हराउँदैछ अनि अर्को यो कम्युनिटी हल र म्युजियम चलाउनुको लागि जुन हाम्रो आर्थिक कसरी अर्थ हामी सङ्ग्रह गर्ने, त्यही विषय लिएर आज हाम्रो यहाँ मिटिङ भयो। म्युजियममा हाम्रो धेरै सामानहरूको आवश्यक छ। अर्को त्यसको लागि हामीलाई निकै पैसाको पनि खाँचो छ। यो हामी ग्रान्ट पायौँ भने हामी त्यो चाहिँ जुन आवश्यक चिजहरू यहाँ बनाउनु पर्ने त्यो हामी यहाँ बनाउने वा ल्याउने, किनेर ल्याउने, एउटा राख्ने। अनि अर्को कुरो के छ भने हामी यहाँ गेस्ट रुम पनि हामी राखेको छौँ। बाहिरदेखि कलकत्ता वा दिल्लीदेखि कसैले हाम्रो यो गाउँमा घुम्नु आयो भने, साथै यहाँ छेउमा नेपाल बर्डर छ, नेपाल पनि हेर्नु जानु सक्नुहुन्छ। छेउ गरागली तेरिङ छ, त्यहाँ सुन्तलाहरू पाइन्छ। त्यहाँ सुन्तला को मौसममा आयो भने त्यो सुन्तला पनि उनीहरू खानु सक्नुहुन्छ त्यहाँ गएर। र साथै यो बर्खाको मौसममा अनि त्यो धान पाक्नेको बेलामा यहाँ कमसेकम 150-200 हात्ती आउँछ। हाम्रो यो कम्युनिटी हलमा बसेर पनि गेस्ट रुमदेखि त्यो उनीहरू त्यो दृश्य उनीहरू हेर्नु सक्नुहुन्छ। र साथै यहाँदेखि मिरिक, दार्जिलिङ जाने पनि उनीहरू एकदम राम्रो सुविस्ता पाउनुहुन्छ। धेरै रिङ्की मल्ले हो। हजुर, तपाईँ पनि धिमाल हुनुहुन्छ। हजुर। र यो अब यो तपाईँहरूको निम्ति यत्रो ठुलो बनेको छ है, के भन्न चाहनुहुन्छ? अझै के सामान चाहिन्छ होला र यो बिल्डिङ बनेको विषय लिएर कति खुसी हुनुहुन्छ? यो धिमाल कम्युनिटी हल भएर धेरै राम्रो भयो। त्यो हामीलाई अब जुन त्यो 12 यो दिनुभयो उहाँहरूलाई पनि धन्यवाद हो। अझै पुरा खाँचो छ हाम्रो यहाँ त्यो म्युजियमको मुनि त्यो छैन, कार्पेट त्यो चाहिन्छ। अनि के भन्छौँ त्यो बेडको अलिकति त्यो ड्रेसिङहरू, बेडहरू अलिकति त्यो चाहियो। अझै बजेट छ नि 20 लाखको जति बजेट चाहिन्छ हाम्रो यहाँ। एला केलाएंगे जी सापी सरकार थोय एलका जी केला खुशी गे आरंग जदि केलांग हाबे प्यांग साइजो आरंग एलका जांग